नमस्कार, स्वागत छ कार्यक्रम वातावरण विशेषमा। म बिना कार्की। यो कार्यक्रम तपाईं हेर्न सक्नुहुन्छ हरेक बुधबार बिहान 8 बजे मात्र एमटीएच च्यानलमा। आजको यो अङ्कमा हामीले आफ्नो वरिपरि फैलिँदै गएको वातावरणीय समस्याहरूलाई गहिरो रूपमा बुझ्ने प्रयास गर्नेछौँ। विश्वव्यापी रूपमा जलवायु परिवर्तनले जटिल रूप लिँदैछ र यसले हाम्रो जीवनशैली, स्वास्थ्य र प्रकृतिमाथि गम्भीर प्रभाव पारिरहेको छ। हामीले आज 4 मुख्य विषयमा कुरा गर्नेछौँ। पहिलो, वायु प्रदूषणको समस्या र यसको नियन्त्रणका उपायहरू। दोस्रो, जलस्रोत सङ्कट र यसको दीर्घकालीन समाधान। तेस्रो, हाम्रो राष्ट्रिय सम्पदा मानिएको जङ्गल संरक्षणको अवस्था। र अन्त्यमा, स्थानीय तहमा सक्रिय भइरहेका वातावरण संरक्षणका सामुदायिक अभियानहरू। सहरी क्षेत्रहरूमा हावामा फैलिने धुलो, धुवाँ र विषाक्त पदार्थले स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। काठमाडौँ उपत्यकामा यस्तो समस्या विशेष गरी बढ्दो ट्राफिक, निर्माण कार्य र कारखानाहरूले थपिदिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका धेरै सहरहरूमा वायु प्रदूषित छन् र नेपाल पनि त्यस्तै सूचीमा पर्दछ। धुलोका कणहरू PM2.5 र PM10 को रूपमा परिचित छन्, जसले सास फेर्न गाह्रो बनाउने मात्र होइन, दीर्घकालीन रोगहरूको खतरा पनि बढाउँछन्। नेपाल जलवायुमण्डलीय परिवर्तनको प्रत्यक्ष असरमा छ। हिमनदीहरू पग्लँदै छन् भने वर्षा प्रणालीहरू परिवर्तन हुँदैछन्। यसकारण नदी, ताल र मुहानहरू सुक्खा बन्न थालेका छन्। सहरी क्षेत्रमा पानीको माग अत्याधिक भई ट्याङ्करमाथि निर्भरता बढ्दै गएको छ। केही वर्ष अघि मात्र केही गाउँमा वर्षा पानी सङ्कलनका कार्यक्रमहरू सञ्चालनमा आएपछि पानी अभावमा कमी आएको छ। नेपालको वन क्षेत्र हाम्रो जैविक विविधताको केन्द्र हो। सामुदायिक वन व्यवस्थापनले यहाँको वन संरक्षणमा ठूलो भूमिका खेलेको छ। तर पछिल्लो समय अवैध कटान, वन्यजन्तु शिकार र पर्यावरणीय दबावले वन क्षेत्र सङ्कटमा परेको छ। वातावरणीय संरक्षणका लागि समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। नेपालका धेरै गाउँ र सहरमा स्थानीय युवाहरू, महिलाहरू र विभिन्न समूहहरू सक्रिय छन्। उनीहरू सफाई अभियान, वृक्षारोपण, प्लास्टिक न्यूनीकरण र जलस्रोत संरक्षणमा अग्रसर छन्। वातावरण विशेषको यो अङ्कमा हामीले प्रदूषण, जलस्रोत सङ्कट, जङ्गल संरक्षण र समुदायका वातावरणीय पहलहरूबारे विस्तृत जानकारी दिने प्रयास गर्यौँ। यी सबै विषयहरू हामी सबैको दैनिक जीवनसँग जोडिएका छन् र यसमा हाम्रो सक्रिय सहभागिताले नै हाम्रो सुरक्षित भविष्य सुनिश्चित गर्नेछ। आशा छ हामीले प्रस्तुत गरेका तथ्य र कथा तपाईँलाई सोच्न र सक्रिय बन्न प्रेरित गर्नेछ। यसै गरी नयाँ विषयहरू लिएर हामी फेरि अर्को हप्ता उपस्थित हुनेछौँ। तबसम्मका लागि म तपाईँहरूको कार्यक्रम प्रस्तुता बिना कार्कीलाई बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।